Good morning from Dingboche. It's at day 5. Acclimatization. About 2 hours breakfast खाएर हामी यस्तै 2 घण्टाको छ बाटो यस्ता जान्छ फर्किन्छौँ त्यहाँ गएर टी खान्छौँ अनि त्यसपछि टी खाएर लन्च गर्न फर्किन्छौँ होला Dingboche Tashigede Dingboche Dingboche Valley. Nama 2 hour को बाटो छ बिस्तारै गर्ने केही फरक पर्दैन आज पनि दिङबोचेमै बसिन्छ होला अनि भोलि चाहिँ रोबुचीतिर बिहानै लाग्नुपर्छ कस्तो क्लियर छ स्काई कस्तो ब्युटिफुल डे 5 हाम्रो डे 5 भन्दै डे 5 दिन Namche Dingboche डे 4 क्या डे 5 नै हो डे 5 है आज सेकेन्ड डे हजुर के छ त आज दिनभरिको प्लान आज चाहिँ हामी दिङबोचेको हाम्रो सेकेन्ड डे हो आज चाहिँ एक्लोमेटाइज गर्नलाई हामी फेरि आज पनि दिङबोचेमै बस्छौँ हजुर मिनट को वाक भइसक्यो अब चाहिँ 1 घण्टा 15 मिनट जति चाहिँ के हुन्छ थाहा छैन एकदम बबाल छ पिस न कुनै नोइज छ न कुनै के छ सुटिङमै व्यस्त छ फिल्म आउँदै बबाल छ तपाईहरु पनि आउनुहुन्छ है आउन चाहनुहुन्छ भने आइन्छ स्पेस क्याम्प बबाल छ कस्तो दामी हो भने एउटा क्लाउड छैन छ एउटा क्लाउड सके खतरा यो छेउमै हुन्छ नि हामी चाहिँ ठ्याक्कै 1 घण्टा भयो हिँडेको अब अझै 1 आवर छ यहाँ एउटा सो मेडिटेसन गर्दैछ दामी चाहिँ अनि खानामा चाहिँ के खान्छ हामी खाना कार्बोनारा पास्ता अनि अजुलाई चाहिँ के चाहिन्छ म चाहिँ म चाहिँ शुद्ध शाकाहारी रात चाहिँ बरु शाकाहारी लन्च चाहिँ माछा माछाले भने चाहिँ के खाने त सुक्टी
खतरा थियो है हाम्रो लोकल नै राम्रो क्या है ट्याक्सी नै राम्रो फोन चार्ज गर्छ यहाँ फोन चार्ज गर्नु चार्जर पनि लानु पऱ्यो बहिनी पनि राम्रो यस्तो लोकल भिडियो बनाइदिनु यस्तो राम्रो छ कि यस्तो राम्रो छ I feel you. Now I realize. के खासमा प्रब्लम के रहेछ यो ज्याकेट नै एउटा झोला जस्तो रहेछ नि यो माथि पनि झोला भयो नि त दुइटै झोला पुगेछ किनभने तातो पनि छैन चिसो चिसो रहेछ सुकाउनु पर्ने रहेछ कम्पनीमा हावामा जाडो गर्मी महिनामा लाउने ज्याकेट है मेरो चाहिँ यो के अरे मेरो कुन कम्पनी हो नि त यहाँ मैले युनिक्लो होइन युनिक्लो पफटेक युनिक्लो मैले $100 किनेको थिएँ एकदम लाग्छ कुचुक गयो भने डल्लो अब चाहिँ हामी छुङ्गुक पुगेर फर्केको धेरै टाढा रहेछ छुङ्गुक कस्तो दामी छ क्या हेरौँ है अब दाइहरू त पुगिसक्यो back to the boating boat. Boating boat ay pung layo ba? आज चाहिँ हाम्रो डे 6 हाम्रो यो सेमी फाइनल एक्जाम जस्तै हो भन्दै आजको प्लान चाहिँ के भन्नु न एउटा आज चाहिँ हाम्रो पेस हिजो अस्तिको भन्दा अलि स्लो हुन्छ अनि आज हाई चान्सेस अफ गेटिङ हुन्छ नि अल्टिट्युड सिकनेस त्यो भएर वी ह्याड अलिकति हाफ क्याप्सुल अल्टिट्युड मेडिसिन अहिलेसम्म खाएको थिएन आज चाहिँ बिहान खानापछि खाएँ होपफुली लोबिचेमा हामीलाई केही प्रब्लम भएन भने इजिली वी क्यान मेक हुन्छ नि इबिसी र कालोपत्थर आज सबै प्रभुको नाममा छ सबै प्रभुलाई छोडेको छ हामीले हजुर सबै भगवानको नाममा है दाइले भन्नुभयो दुईटा चाबी हामी चाहिँ अब बिस्तारै लाग्छौँ लोबिचेतिर दुधलामा बसेर चाहिँ खाना खान्छौँ होला अनि खाना मिठो खानुपर्छ खानुपर्छ पौष्टिक हो खाना पौष्टिक र हामी प्रविधिबाट ग्याल्भनाइज गरेको पानी खानुपर्छ नेचरलाई इन्जोय गर्दै हामी अघि बढ्छौँ होइन यस्तो राम्रो भ्यूलाई बाई बाई गर्दै माई गड आमा डब्लामुलाई बाई बाई गर्दै ओके हामी दिङकोचेबाट लाग्छौँ रेस्ट पोइन्टमा चाहिँ हामी सबैजना रेस्ट गर्दैछौँ दिङकुचेले अब छोड्दैछौँ हामी
बसेको थियो लगभग हामी 1 घन्टा हुन लाग्यो हिँडेको तल खाना खानु चाहिँ दुध लाग्यो हो लगभग हामी 1.5 घन्टा भइसक्यो हिँडेको ऊ त्यहाँ हिमताल छ नि फाइनली हामी खाना खानु पुग्यो लगभग हामीलाई 2.5 घन्टा जति लाग्यो यसको त्यो हामी 8:10 मा स्टार्ट गरेको 3 घन्टा लाग्यो 3 घन्टा लागेछ जे होस् वर्थ इट छ हैन दामीसँग अझै हामी उकालो चढ्नुपर्छ माथि उकालो गएर 11 पुगेन आज चाहिँ हाम्रो दाइले चाहिँ एउटा ठुलो के अरे पिक चढेर आउनु भएछ तर कुन पिक हो भने हामीलाई थाहा भएन के भयो खासमा के भएछ त्यहाँ खासमा चाहिँ हामी ब्रेकफास्ट खाएर सँगसँगै थियो अनि अलिकति उकालो चढिरहेको थियो त्यसपछि चाहिँ लोबुजे जानु चाहिँ तेर्से जानुपर्ने टाढो चाहिँ खासमा हाइकिङको लागि रहेछ एक्लोमेटाइज गर्ने मैले के सोचेँ सबजना माथि गइरहेको थियो अनि मैले चाहिँ सोचेँ माथिबाट होला भनेर माथि गएँ स्पिडमा गएँ 2 रेस्ट पोइन्ट गएँ त्यहाँ देखेन तिमीहरू सेकेन्ड रेस्ट पोइन्ट पनि पुग्यो फेरि त्यहाँदेखि थर्ड रेस्ट पोइन्ट गएँ थर्डमा पनि देखेन त्यसै अलि माथि गएर यसो सोचेँ यत्तिको स्पिडमा जाँदा नि यिनीहरू भेटेन के मुनि छुट्यो के हो यिनीहरूको खतरा भयो भनेर एकजना नेपाली दाइले सोधेँ मैले दाइ यो लोबुचे जाने बाटो यही होइन माथि होइन भनेको त्यो दाइ त तर्स्यो ला भाइ तिमी त 1 घन्टा माथि पुगिसक्यो लोबुचेबाट त लोबुचे त मुनिबाट भनेर पर त्यो 2टा डाँडा कटेको अलिअलि मान्छेहरू देखिरह्यो भाइ अब तिमी यो डाँडाबाट तिम्रो स्पिड कस्तो राम्रो छ भने अब यसरी मुनि झर्नु बस डाँडाबाट चिरेर जाऊ तिमी भनेर मलाई भन्यो मैले हुन्छ भनेर त्यो डाँडाको चिर्दै कुदै गएको म त्यहाँबाट यसो मुनि हेरेको आँखाले भ्याएसम्म यताउता हेरेँ कोही देखेन सानो घर मान्छे केही देखेन मैले सोचेँ अब यस्तै तालमा म हिँडिरह्यो भने राति पऱ्यो भने म कहाँ सुत्ने स्लिपिङ ब्याग त छ फोन चल्दैन फोन पनि डेड हुन लागेको छ म प्यानिक भयो होइन होला भनेर अझै त्यो एउटा डाँडा सक कटाएर नि अर्को डाँडा नि म चढेँ पुरै त्यो बिचबाट काट्दै पाखै माथि हेरेँ मुनि हेरेँ यता हेरेँ उता हेरेँ पछि यस्तो हेरेँ र एउटा कमिलाको ताती जस्तो गइरहेको थियो यसो सोचेँ अब पक्का पनि लोबुचे जाने कि त लोबुचे जाने बाटो हो कि त कुनै बाटो हो जस मान्छे भएको बाटो हो मलाई अब लोबुचे भन्दा नि मान्छे भएको बाटो चाहियो कि त्यो मेरो लागि त्यो इम्पोर्टेन्ट भयो त्यहाँबाट तुफान झरे त्यहाँबाट बल्ल त्यो मान्छेहरूको ताती भेट्यो अनि एकजनालाई सोधेँ दाइ यो लोबुचे जाने बाटो अनि हो भने थ्याङ्क गड त्यहाँबाट अन ट्र्याक अनि
अलि अगाडि के अरे गइरहेको त्यो पोटरहरू 2-3 जना भाइले बोकिरह्यो उनीहरू पनि लोबुजी अनि यो बाटो सिधै लोबुजी जान्छ भाइ भनेर भन्यो त्यसपछि त्यो ग्रुप त्यहाँबाट फेरि स्पिड हान्दै 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 रेस्ट नगरिकन जाँदा जाँदा बल्ल बल्ल आज्याङ छिरिङ भेट्यो त्यहाँबाट बल्ल त्यो त हामी त कति पुरै बसेको थियो हामी निमा गएर म है रेस्ट पोइन्टमा 15 मिनटै बस्यो होला नआउँदै होइन होइन फेरि होइन ज्याकेट चाहिँ त्यस्तै छ फेरि होइन होइन लास्टमा चाहिँ फाइनल्ली आउँदाखेरि हामीलाई धेरै अन्डर एस्टिमेट गरेर घन्टै त्यहीँ बस्छ कि क्या जस्तो लाग्यो मैले त्यस्तै लागेको थियो नआउँदाखेरि अति अन्डर एस्टिमेट कि हामी पो खतरा भयो कि हुँदैन भयो त नआउँदाखेरि अति अन्डर एस्टिमेट गर्छ भाइ यही हो हाम्रो स्टोरी बल्ल यो थोक्लाको उकालो सक्यो अब कस्तो दामी छ ठाउँ छ उकालो यहाँ चाहिँ हाम्रो दाजुभाइ आशिष र म मरि हिँड्दैछौँ जसरी पनि हाम्रो डेस्टिनेसनमा पुग्छौँ होइन ढिलो चाँडो भए पनि पुग्छौँ यही बाटो होला हाम्रो केटाहरू उहाँ पाखातिरबाट चाहिँ चोला पास जाने अब त्यस्तै 25 मिनटमा पुग्छौँ हामी 25 मिनट लगभग 3 घन्टाको हिँडाएपछि बल्ल लोबुजे पुग्यो होइन पुरा लोबुजे Welcome to Lobuche. कस्तो राम्रो छ आज चाहिँ हामी लुबुचे बसिन्छ लुबुचेको यो माथि डाँडामा रहेछ खतरा खतरा जति हेरे पनि हेर्नु लाग्ने दाइहरू यहाँ माथि छ लुबुचे सनसेट हुँदैछ